हेलो हाई नमस्कार गुड मर्निङ वेलकम बैक टू न्यू भ्लग। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। सो म पनि सन्चै छु। आज चाहिँ मैले भ्लग स्टार्ट गर्दाखेरि म चौरमा छु, टक्कै सामरी पुलको चौरमा। मेरो यता पछाडिपट्टि देख्न सक्नुहुन्छ सामरी पुल, यहाँ चौरमा मेन। म आएको आज भाइलाई बाइक सिकाउनलाई। टाइम अहिले टक्क्रक्कै भन्नु पर्दाखेरि दिउँसोको 2:10 गइसक्यो। दिउँसो न अपरान्तको 2:10 गइसकेको छ। सो भाइले बाइक चलाइरहेछ मजाले। हिजो अस्ति चाहिँ मैले ल्याउँदाखेरि भाइलाई म बाइकमा बसेर चलाउन सिकाएको थिएँ, 2-3 दिन चाहिँ सिकाएँ। त्यसपछि आज चाहिँ बाइकमा एक्लै छोडिदिएको छु, मजाले हाँकिरहेछ। अब त्यसलाई 2-3 दिन यसरी सिकायो भने चाहिँ पर्फेक्ट हुन्छ भन्ने मलाई आशा छ हैन। सो चौर छ, चौरको उतापट्टि पुरै काँसहरू फुल्याएको छ देख्न सक्नुहुन्छ मेरो पछाडिपट्टि। तर यहाँबाट अलि राम्रो देखाएँ मैले अगाडि गएर देखाउँछु हजुरहरूलाई हैन। हावा चलिरहेको, घाम पनि लागिरहेको तर मजा आइरहेको के पुरै हावाले गर्दाखेरि। सो त्यही हो, भाइले बाइक मस्त हाँकिरहेको देख्न सक्नुहुन्छ त्यहीँ। अरू भने यस्तै हो, त्यसले बाइक चलाउन आएपछि मलाई सजिलो हुन्छ किनकि म कतै गएर आएको छु अनि बाइक घरमै छ भने ए लिन आइज भन्न पाइन्छ नि त नि। सो चलाए कुदाइरह। अब तातो रगत हो, अलिक बिस्तारै चलाएन भन्यो नमान्ने, कुदाउनै पर्ने। ठिक छ, अहिलेसम्म लडाएको छैन, त्यही ठुलो कुरा हो। नलडाइकन बाइक चलाउनु ठुलो कुरा जस्तो लाग्छ किनकि मैले सिक्दाखेरि चाहिँ म यस्तोसँग लडेको छु। मलाई अहिलेसम्म याद छ कि त्यो मेरो हातमा अझै यहाँ दाग छ अनि पेटमा यहाँ पनि दाग छ कि मैले बाइक सिक्दाखेरि म लडेको है। सो बाइक अब मेरो एउटा सानो घटना सुनिहाल्छु यही बेलामा। मलाई अहिले बाइक चलाउन आउँथ्यो, मैले चाहिँ आफूले बाइक सिकेँ हो होइन, खासै चलाउन आउँदैन थियो, हल्का अलि आउँथ्यो। अनि अब ब्रेक अगाडिको ब्रेक कुन हो पछाडिको ब्रेक कुन हो केही थाहा थिएन कि मैले त्यो सिक्दाखेरि। अनि बाइक स्पिडमा थियो, 4-5 गियरमा रहेछ, गियर पनि थाहा थिएन मलाई रहेछ। अनि मैले बाइक हाँकिरहेको थिएँ मोडमा गएपछि बाइक स्लो गर्नु पऱ्यो नि त नि। अब मेरो पालो के का क्लच के का ब्रेक होइन, सिधै बटाएर चाहिँ एउटा हातले मर्नी गरी अनि ब्रेक थिचेको छ अगाडिको ब्रेक, बाइक उछिटेर होइन। यस्तोसँग लडेको थियो नि, त्यो सम्झँदा मलाई डर लाग्छ अझै पनि। त्यो हाम्रो स्कुल भन्दा माथिबाट एउटा मोड छ, त्यो मोडमा हो त्यो होइन म लडेको चाहिँ। कुनै दिन मिल्यो भने हजुरलाई देखाउनेछु त्यो पनि। सो त्यस्तै हो, अब एकछिन यसलाई मजाले सिकाएर म निस्किन्छु बजारतिर। बजारमा गएर सुरुमा बाइकको पछाडि हावा कम छ त्यो चेक गराउँछ अनि त्यसपछि मोबिल सोबिल यताउता सब चेक गराउँछ। किनभने भोलि चाहिँ हामी यात्रा गर्दैछौँ मनाङको यात्रा चाहिँ गर्ने भनेको। तर हाम्रो एउटा साथी छ लन्ड्याङ दोस्त, 3 जनाको फाइनल भइसक्यो। उसको चाहिँ न त मेसेजको रिप्लाई छ न कलको रिप्लाई छ, चिलसम्म बसे होइन। सुरुमा आइडिया दिने मनाङ छैन भने उयो हो, लास्टमा उसको कुनै कन्ट्याक्ट विहीन तरिकाले बसे ठिकै छ। अहिले बेलुकासम्म कन्ट्याक्ट आउँछ होला, जसरी हुन्छ हामी चाहिँ भोलि बिहान निस्किन्छौँ यहाँबाट। हामी यहाँ निस्केर 31 गतेसम्म आउनुपर्ने अवस्था छ। सो त्यही भएर लेट्स सी। अनि आजको दिनहरू सबै देखाउने छु। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। साथै च्यानल नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर र सब्सक्राइब अवश्य गर्नु होला। लेट्स सी है त। केही समय यसलाई बाइक सिकाइयो चौरमा, झन् 1 घन्टा जति। त्यसपछि दाजुभाइ निस्क्यौँ बजार किन भन्दाखेरि बाइक देखाउन लागेको। भोलिबाट हाम्रो यात्रा मनाङको छ नि त। सो त्यही भएर बाइक टु टाइट बन्नु पऱ्यो भन्नु बजार आएको। अरू त समस्या खासै केही पनि थिएन, त्यो टायरमा हावा चाहिँ अडिरहेको थिएन क्या। सो त्यो देखाउन आएको। लिक्विड सुकिसकेको रहेछ कि बाइक कन्डिसन देख्न सक्नुहुन्छ। अनि त्यो टायर झिकेर डाइरेक्ट लिक्विड हालिरहनु भएको छ। लिक्विड हालेर अनि त्यहाँ ब्रेक पनि कम लागिरहेको, त्यो पनि टु टाइट गर्नु छ। त्यसपछि हामी निस्किन्छौँ घरतर्फ अनि बाइक राख्छौँ मजाले कन्डिसनमा। अनि भोलि बिहानै सबै निस्किन्छौँ मनाङतर्फ। अहिले हामी चिया गफमा मिठो चिया खाँदै हाम्रो शारदा माविको पूर्व इङ्ग्लिस मिडियम कोअर्डिनेटरको दाई श्री रूपेन्द्र दोङज्यूको के अरे स्पोन्सरसिपमा आजको हाम्रो स्पेसल चिया गफको दुध हालेर चिया होइन मिल्क टी है। अब त्यही हो, दिउँसो आज सपिङ गरियो भोलि मनाङको ट्रिपको लागि। त्यही भएर बेलुका एकछिन माइन्ड फ्रेस गर्न चिया खान आएको। अब यहाँ सिधै घर जान्छौँ, घर गएर सिधै सुत्छौँ। त्यसपछि यो मान्छे होइन, यो मान्छे खालि जेलेस मात्र हुन्छ होइन। एक दिन मलाई यति थाहा छ यो मेरो प्रगति देखेर यो मान्छे यस्तो भइरहेको। तर एक दिन यही भ्लगिङ गरेर एउटा कार किन्छ, कारमा भाइलाई खलासिराख्छु।